बुलबुल मेरो कपडा सिलाइसकिन कति ढिलो गरेको ओहो जदौ मालिक जदो जदो हजुरले किन दुःख गर्नुभयो म आफै पठाइदिइहाल्थेँ नि हजुर ठ्याक्कै सक्छु पर्दैन हेताले कति पैसा भयो अब हजुर त आफ्नै मुखिया पर्नुभयो कति भनौँ हजुरलाई यसो 150 रुपियाँ मिलाएर दिनुहोस् न हजुर लायो र जहाँ अब यति कपडा सिलाएको 100 रुपियाँ यति 20 रुपियाँले त मेरो धागो पनि आउँदैन मुखिया साहब चुप लाग दर्जी भएर मुखिया छ मुखमुखे लाग्ने मेरो हातबाट तैँले 20 रुपियाँ पाउनु भनेको भाग्यको कुरा हो म अर्कोचोटि आउँदा लुगा छिटो सिलाइदिनु गएँ मैले अब ठुला मान्छेका ठुलै कुरा कस्तो जन्म दियौ भगवान हामी त काम गर्दा पनि सधैँ तल परिरहन पर्ने उफ